विशेष गरी मेरो सम्पूर्ण यो मेरो भिडियोलाई हेरिराख्नु भएको मेरो साथीभाइहरूलाई म एकदमै है यो कुरोले उत्साह गर्न चाहन्छु। जीवनमा तपाईँ अनि म हारेको छौँ भने, धेरैचोटि तपाईँ र म लडेका छौँ भने पनि परमेश्वरले तपाईँ र मेरो लागि उठ्ने जग्गा राखिदिनु भएको छ। अनि परमेश्वर यो चाहनुहुन्छ कि हामी लडेको होइन, तर लडेर पनि हामी उठेर चाहिँ हाम्रो गन्तव्य छ, हाम्रो स्वर्गको देशमा पुग्नुपर्ने हाम्रो गन्तव्य छ, जुन चाहिँ हामीले पाउनुपर्ने जुन अनन्त जीवन छ, त्यो पाउनको लागि चाहिँ साथी हो आज तपाईँ र म हार नखाउँ। तपाईँले धेरैचोटि तपाईँ थाक्नु भएको छ होला, अब यहाँदेखि उता म सक्दिनँ होला, गिभअप गर्छु भनिकन यदि तपाईँले आज सोच्दै हुनुहुन्छ भने मेरो जवान यङ जेनेरेसनहरूलाई र सम्पूर्ण मित्रगणहरूलाई म यही भन्न चाहन्छु, परमेश्वरले तपाईँलाई अति धेरै माया गर्नुहुन्छ, औधी धेरै माया गर्नुहुन्छ, जसले यो सुन्दर सृष्टि गर्नुभएको छ, जसले यति साह्रो सुन्दर है सृष्टि गर्नुभएको छ तपाईँको लागि अनि मेरो लागि। आज यो सुन्दर सृष्टि गर्नुहुने परमेश्वरले तपाईँलाई साँच्चै औधी अनि अनन्तसम्म माया गर्नुहुन्छ। तपाईँलाई तपाईँको एकदमै है नियर तपाईँको फ्रेन्ड्सहरूले, तपाईँको साथीभाइले, तपाईँको श्रीमानले, श्रीमती, नानीहरूले, आमाबाउले, तपाईँलाई कसैले पनि तपाईँको गर्लफ्रेन्ड बोयफ्रेन्डले तपाईँलाई धोका दिनुहुन्छ होला, तपाईँलाई छडेर जानुहुन्छ होला, तर नेभर आज हाम्रो परमेश्वरले तपाईँलाई कहिले पनि धोका दिनुहुन्न। त्यस कारण यदि तपाईँले उहाँलाई विश्वास गरेर अन्तिमसम्म रहनुभयो भने तपाईँ साँच्चै आनन्दसँगले तपाईँले आफ्नो जीवन सक्नुहुनेछ। हवस् त, हुन्छ, थ्याङ्क यू, बाई।